ओइ केटाकेटी हो फोनै मात्रै हेरिबस घरि पब्जी खेल घरि फ्री फायर खेल त्यो केटाकेटीहरूको काम छैन। यो आमा बाउले बिगारे क्या यो केटाकेटीलाई। अब इक्जाम आउनु आँट्यो, एनुअल इक्जाम, नेपालीमा ठुलो इक्जाम। 30 जना मारे 20 जना मारे पब्जीमा भनेर भन्ला केटा हो। साला लाडपाडमा हुर्केको नानीहरू पढ्ला र पढेर कुछ गर्ला भन्दा त त्यसको बाजेको पब्जी खेल फ्री फायर खेल। अन्त त्यो केटीहरू चाहिँ नि फोनमा चाट गर, टिकटक बना, रिल्स बना। पढ न पढ, इक्जाम आउनु आँटिसक्यो पढ। सन्ठे डोनले भनेको कुरा सुनिराखा, नत्र भनेदेखिलाई नि झुक्केगा नै साल।